सभापति शेरबहादुर देउवा उद्घाटन स्थलमा पुग्दा धेरैजसो नेता आफ्नो आसनमा बसिसकेका थिए। देउवाका लागि छुट्याइएको ठाउँको दायाँपट्टि रामचन्द्र पौडेलको सिट थियो। देउवा पुग्दा पौडेल त्यहाँ उभिरहनु भएको थियो, तर देउवा र पौडेलबीच त्यहाँ हाई हेल्लो केही भएन। बरु सभापति देउवाले पौडेलको दायाँ बसेका शशाङ्क कोइरालासँग कुराकानी गर्नुभयो। झन्डै 7 घण्टासम्म चलेको उद्घाटन समारोहको अन्त्यमा आइपुग्दा सहभागीहरू थाकेका थिए। सभापति देउवाले आफ्नो लिखित मन्तव्य राखिरहनु भएको थियो। उहाँको मन्तव्यमा कसैको ध्यान थिएन। सहभागीहरू गफमा व्यस्त थिए। त्यसैले देउवाले सहभागीहरूलाई हकार्नु नै पर्यो।